नमस्ते साथीहरू। आज म सुकुटी र घरको बारीमा फलेको फर्सीलाई बनाउन जाँदैछु। यहाँनिर मैले केही सुकुटीलाई थोरै बेर तातो पानीमा भिजाउने छु। अनि यो सुकुटी भिजिसकेपछि केही बेर हामीले भिजाएपछि यसलाई हामी पखालेर राख्नेछौँ। अनि कराईमा थोरै तेल लगाएर यसलाई केही बेर फ्राई गर्नेछौँ। यसरी हामी सुकुटीलाई फ्राई गर्छौँ भने चाहिँ सुकुटीबाट आउने गन्धहरू हल्का हट्छ। अनि यसरी हामीले फ्राई गर्यौँ भने धेरै मात्रामा सुकुटी पाक्ने गर्दछ। यो सुकुटीलाई केही बेर भुटेपछि यसमा म थोरै अजिना लाउँदैछु। अजिना लाउँदा चाहिँ हाम्रो सुकुटी मिठो बन्न जान्छ। अब यो सुकुटीलाई हामीले फ्राई गरिसकेका छौँ। अब यसलाई हामी एउटा कचौरामा निकालेर राख्नेछौँ। अब यसलाई निकालिसकेपछि यसमा म मेथीलाई फुराउँदैछु। त्यसपछि यहाँनिर लाउँछु म प्याजलाई केही बेर हामी भुट्नेछौँ। प्याजलाई हामीले धेरै बेर डढाउने गरी भुट्ने होइन, तर केही बेर हामी रातो हुने गरी यसलाई फ्राई गर्नेछौँ। त्यसपछि यसलाई भुटिसकेपछि यो रातो भएपछि यसमा हामी अदुवा लसुन अनि सुकेको खोर्सानीको पेस्टलाई लगाउनेछौँ। अब यसलाई लगाइसकेपछि यसलाई केही बेर हामी फेरि चलाउनेछौँ। प्याज र अदुवा लसुनको पेस्ट मिसिसकेपछि मजाले चलाइसकेपछि यसमा हामी थोरै पानी लगाउनेछौँ। पानी लगाउँदा चाहिँ हाम्रो अदुवा लसुन डढिहाल्दैन। अब यसपछि हामी थोरै बेसार लगाउँछौँ। त्यसपछि थोरै स्वादअनुसार नुन लगाउँछौँ। त्यसपछि फेरि यसलाई चलाउँछौँ। बेसार र नुनलाई मिक्स गरिसकेपछि यसमा हामी टमाटर हाल्नेछौँ। तपाईले टमाटर लगाएपछि नुन लगाउनु भयो भने चाहिँ नुनले चाहिँ टमाटरलाई गलाउने काम गर्दछ, छिटो पकाउने काम गर्दछ। अब यसमा हामी थोरै पानी लगाएका छौँ। पानी लगाएर चलाइसकेपछि यसमा हामी अघि भुटेर राखिएको सुकुटीलाई राख्नेछौँ। त्यसपछि यहाँ म लगाउँदैछु जिरा अनि धनियाँको धुलोलाई। जिरा धनियाँको धुलोलाई लगाइसकेपछि यसलाई हामी चलाएर अघि काटेको फर्सीलाई हामी लगाउनेछौँ। अब यसलाई मसला, सुकुटी अनि फर्सीलाई हामी केही बेर चलाएर मिक्स गर्नेछौँ। जब यसलाई चलाएर मजाले हामी मिक्स गर्छौँ तब यसलाई हामी केही बेरको लागि छोपिदिनेछौँ। यसरी छोप्नाले चाहिँ फर्सीमा भएको पानी चाहिँ निस्केर फर्सी छिटो पाक्दछ। अब यसलाई हामी फेरि केही बेर छोपेर राख्नेछौँ। अब हेर्नुहोस् त हाम्रो फर्सी धेरै मात्रामा पाकिसकेको छ। हामीले फर्सी हालिसकेपछि हामीले पानी लगाउनु पर्दैन, किनभने फर्सीबाट नै पानी निस्कन्छ। तर त्यसमा चाहिँ हामीले नुन लगाएको हुनुपर्छ। मैले फेरि यहाँनिर नुन लगाएको छु। अघि मैले थोरै मात्रामा लगाएको थिएँ भने यहाँनिर फेरि मैले थोरै लगाएको छु। तपाईहरूले आफ्नो स्वाद अनुसार नुन थप्न लगाउन सक्नुहुन्छ। अब यहाँनिर हामी थोरै पानी लगाउने छौँ यसको ग्रेभी बनाउनको लागि। पानी लगाइसकेपछि हामी चलाइहाल्दैनौँ, किनभने हामीले चिसो पानी लगाएका छौँ। अब यो हाम्रो फर्सीको तरकारी र सुकुटी मिक्स गरिएको तरकारी पाकिसकेको छ। हेर्नुहोस् त कति राम्रो ग्रेभी बनेको छ।